सर्वप्रथम सम्पूर्णलाई म मेरो यस युट्युब च्यानलमा धेरै हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस भिडियो विशेष गरी आफ्नो देश छोडेर विदेशमा गएर कमाइराख्नु भएका हाम्रा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूको लागि हो। उहाँहरू विभिन्न आफ्नो समस्या परेर आफ्नो समस्या समाधान गर्नको निमित्त विदेशिनु त भयो र केही वर्षपछि उहाँहरूले आफ्नो समस्या समाधान पनि गर्नुभयो। तर पछि गएर उहाँहरू नेपाल फर्केर आउँदा आफ्नो पहिलेको अवस्था जस्तो थियो त्यस्तै भएर फर्किनुहुन्छ। कुनै बचत गर्नुहुन्न हैन, आफूमा कुनै परिवर्तन नलिकन फर्किनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। तपाईले मात्र केही आफ्ना आर्थिक क्रियाकलापमा परिवर्तन गर्नुपर्ने हुन्छ र केही कुरा आजदेखि थाल्नुपर्ने हुन्छ। आउनुहोस् सुरु गरौँ हामीले परिवर्तन गर्नुपर्ने र थाल्नुपर्ने कुराहरू के हुन् त। र यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। सर्वप्रथम 1 नम्बरमा जाउँ हैन, मसँग 7वटा बुदाहरू छन् तपाईलाई आज दिनुपर्ने टिप्सका लागि। आउनुहोस् सुरु गरौँ 1 नम्बरबाट। सुरुमा नै एउटा कुरो स्पष्ट गर्नुहोस् कि तपाईँ कति वर्ष विदेशमा काम गर्ने हो, कति बचत गर्न सक्नुहुन्छ र पछि नेपाल गएर के गर्ने, यी कुराहरू तपाईले सुरुमा नै क्लियर गर्नुपर्छ। त मात्र तपाईले एउटा सही सोच लिन सक्नुहुन्छ, त्यही अनुसार काम गर्न सक्नुहुन्छ। नम्बर 2 मा जाउँ। महिनामा आएको तलबबाट कम्तीमा 20% वा 30% तलब आएको दिनै छुट्याउनुहोस्। तलब आएको दिने तपाईले आफ्नो सेलरीबाट 20% वा 30% चाहिँ छुट्याएर भिन्दै राख्नुहोस्। अर्थात् 40,000 कमाइ छ भने 8,000 वा 12,000 तपाईले भिन्दै राख्नुहोस् र बाँकी घर पठाउनुहोस् या अन्य कुनै खर्चमा लगाउनुहोस्। 3 नम्बरमा जाउँ। तपाईँ लगानी सुरु गर्नुहोस्। पैसाले पनि पैसा कमाउने ठाउँमा पैसा लगानी गर्नुहोस्। यदि तपाईसँग सिक्ने समय छ भने म्युचुअल फन्ड, स्टक, क्रिप्टोकरेन्सी, रियल इस्टेट सम्बन्धी ज्ञान लिनुहोस् र लगानी गर्नुहोस्। तर प्लिज म के भन्छु भने तपाईँ आफू यो क्षेत्रहरूमा बुझ्ने भएपछि मात्र लगानी गर्नुहोला, किनभने यो क्षेत्रमा जति कमाइ हुन्छ त्यति नै जोखिम पनि धेरै छ। त्यसैले मजाले बुझेर मात्र लगानी गर्नुहोला भन्न चाहन्छु। नम्बर 4 मा तपाईँ अन्य आम्दानीका स्रोत पनि बनाउनुहोस् वा पेसिभ इन्कम बनाउनुहोस्। पेसिभ इन्कम भनेको तपाईले एकचोटि लगानी गरिसकेपछि या कुनै क्षेत्रमा तपाईले एकचोटि काम गरिसकेपछि तपाईलाई त्यो क्षेत्रबाट बारम्बार पैसा आइराख्छ, निरन्तर रूपमा पैसा आइराख्छ भने त्यसलाई पेसिभ इन्कम भनिन्छ। यसको बारेमा डिटेली रूपमा म तपाईलाई अर्को भिडियोमा बताउने छु। तपाईँ आफ्नो ड्युटी सकेर कम्तीमा 1 घण्टा वा 2 घण्टा आफूलाई मनपर्ने क्षेत्र जस्तै युट्युब, फेसबुक, भिडियो एडिटिङ, डिजाइन, राइटिङ वा अन्य कुनै आफूलाई मनपर्ने क्षेत्रमा समय दिन सक्नुभयो भने दीर्घकालमा राम्रो इन्कम हुने गर्दछ र धेरैजना विदेशीहरूले यसो गरेर सफल भएका उदाहरणहरू पनि धेरै छन्, तपाईले सायद देख्नु नै भएको होला। नम्बर 5 मा जाउँ। अनावश्यक खर्च कटौती गर्नुहोस्। ब्रान्डेड कपडा, महँगो फोन, बार वा रेस्टुरेन्टमा दिने टिप्स जस्ता कुराहरूमा खर्च कम गर्नुहोस्। अरूले के गर्छन् होइन, तपाईको मुख्य आवश्यकता के हो त्यसमा मात्र खर्च गर्नुहोस्। अरूको लागि वा अरूलाई देखाएर खर्च गर्ने बानी आजैबाट हटाउनुहोस्। नम्बर 6 मा जाउँ। कुनै सिप सिक्नुमा आफूलाई लगानी गर्नुहोस्। त्यसो गर्नुभयो भने आज त्यो सिप सिक्दा तपाईको केही रकम खर्च भए पनि भोलिको दिनमा त्यसै सिपको माध्यमबाट तपाईले राम्रो आम्दानी गर्न सक्नुहुनेछ। तपाईको कमाइको बाटो हुनेछ भविष्यमा र पछि गएर तपाईले त्यसलाई पार्ट टाइम वा फुल टाइम आम्दानीमा रूपान्तरण गर्न सक्नुहुनेछ। र हाम्रो अन्तिम नम्बर 7 मा जाउँ। यसमा छ सही सङ्गत र सही सोच बनाउनुहोस्। पैसा देखाउने भन्दा पैसा बचाउने साथीको सङ्गत गर्नुहोस्। हाम्रो सोच अरूभन्दा धनी देखिनु होइन, हाम्रो सोच वास्तवमै धनी बन्नु हो। यो नम्बर म फेरि भन्न चाहन्छु। सही सङ्गत र सही सोच बनाउनुहोस्। पैसा देखाउने साथीभन्दा पैसा बचाउने साथीको सङ्गत गर्नुहोस्। हाम्रो सोच अरूभन्दा धनी देखिनु होइन, वास्तवमा नै हामी धनी बन्नु हो। यदि तपाईलाई यो भिडियो मन पर्यो र उपयोगी लाग्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई टाटा बाई बाई।